ल है त साथीहरू हामी दाउनेतिर जाँदैछौँ तपाईहरू पनि आउनु होला हामी यसो रिफ्रेसमेन्टको लागि गइरहेको छौँ दाउनेतिर अब हामी उकालो चढ्दैछौँ बिस्तारै है त आउनु होला है त साथीहरू हजुरहरू पनि घुम्न दाउन्ने एकदम राम्रो ठाउँ छ माथिबाट भ्यू पनि एकदम राम्रो देखिन्छ के यो बर्दाघाटको भ्यू छ नि अहिले हामी यसो उकालो चढेपछि हजुरहरूलाई भ्यू हेर्दै देखाउँछौँ कस्तो दामी भ्यू छ है त ल यो ट्रकवाला दाजु कहाँ बिचमा आएको त नि यार ल है दाइ ल हामी एकछिनपछि देखाउँछौँ हजुरहरूलाई उकालो चढ्दैछौँ ट्रकहरू रोकिरहेको छ अहिले पिच पनि एकदम दामी भइसकेको छ रोड देख्न सक्नुहुन्छ भ्यू देखियो अहिले माथि गएर पनि देखाउँछ रोड त एकदम दामी बनाइदिएछन् कि हाम्रो सरकारहरूले ढिलो भयो नि अलि राम्रोसँग बनाइदिएछन् कन्स्ट्रक्सन कामहरू पनि चलिरहेको छ यहाँ हजुरहरू हेर्न सक्नुहुन्छ हामी धेरै माथि जाँदैछौँ सक्नुहुन्छ हेर्न सक्नुहुन्छ भ्यूहरू भ्यूहरू मजाले देखिन्छ कि अलि यो भिडियोमा राम्रो देखेन तपाईँ हजुरहरू त्यही पनि हजुरहरू आउनु होला यहाँ अलि माथि गएर भ्यूहरू देखाउँछ हजुरहरूलाई कस्तो भ्यू देखिन्छ भनेर ठक्कै यो गाडी बिग्रेछ क्या गुरुजीलाई जस्तो मानेको थिएँ मैले यस्तो गएर फर्केर हामी हेर्छौँ ल है त हामी हेल्प गर्न लाग्छौँ ट्रक ड्राइभरवालालाई गुरुजीलाई अगाडि गर्नु न अगाडि अगाडि गर्नु अगाडि अरे ढकेल ना ऊपर मुझसे गुरुजीको गाडीको चक्कामा चाहिँ ठुलै ढुङ्गा पसेको थियो अनि गुरुजी एक्लै निकाल्न नसकेर हामीलाई बोलाउनु भयो अनि ठ्याक्क हामीले निकाल्न लायौँ हामीले पनि सकिरहेको थिएनौँ के जसो तसो निकालियो त्यो ठुलो ढुङ्गा परेर त्यो ढ्याङ ढ्याङ गरिरहेको थियो क्या चलाउँदाखेरि अनि चक्का पनि ठ्याक्क चक्काको बिचमा के परेको थियो ठुलो अनि चक्का पनि खाइदिएको थियो क्या अनि हामीले हेल्प गरिदिउँ गुरुजीलाई अनि त्यसपछि गुरुजीले हामीसँग भन्नुभयो पानी सानी खान दिनुभयो अनि त्यसपछि पानी सानी खाएर हामी माथि नजाने कुरा भयो अब ठ्याक्क हामी झर्न लाग्यौँ कि त्यसो चाहिँ हामीले दाउनको उकालो झरिरहेको छौँ देख्न सक्नुहुन्छ आजको भिडियो यति हो भिडियोलाई हामी बाई भन्दै हिँड्छौँ ल बाई ल थ्याङ्क यू
हेर्नु त गजबको भ्यू देखिरहेछ। भ्यू देखिन्छ ठ्याक्क बर्दघाट कति राम्रोसँग देखिन्छ कि तल बर्दघाट एकदम दामी भ्यू छ। हजुरहरू जानु होला, एकचोटि घुम्नु होला। त्यहाँ मन्दिर पनि छ, हामी मन्दिरसम्म त पुगेनौँ, बिचबाट फर्के गुरुजीलाई हेल्प गरेर हजुरहरू जानु होला है त। ल धन्यवाद है, हामीले हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।